चाया परेको थिएन अहिलेसम्म यो दिदी कतै गरेको समय चाया परिसक्यो यार अहिले यार ए पर्व यार सवाल थाहा छ म सकिनँ यार यो दिदीसँग यार 6 घन्टाको बाटो यो दिदीसँग चस्मा लगाउन खोजिरहेको थियो ल ल ल लगाउँछ हौ ल ल कहाँ लगाउँछ हौ बस भाइ भन्ने माया गर्ने हो नि त धेरै कमजोर छ दिदी स्ट्रङ छु दिदीले ठेलिहाल्छ अनि दिदी यस्तो स्ट्रङ ए तराईको मान्छे भएर होला यो भाइ दङ पर्छ यार यस्तो ठाउँ देखेर हो के हो ल ल गाइस हामी अनमनगरबाट चाहिँ सहरलाई जाँदै गाइस देखेको चाहिँ त्यो हाम्रो अफिस थियो ट्याक्कमा आउनु अलिकति ढिलो भयो क्या गाइस सबै सामानहरू चाहिँ लगभग गाडीमा चाहिँ हालिसक्नु भयो रहेछ खोइ कहाँ गयो ए सम्धि तपाईँको ढोका के पाराको भने बस यही सामान देखाउनुलाई हो कि गाइस अब यस्तरी सामानहरू सबै प्याक गरेको छ ओ हाम्रो मेकअप आर्टिस्ट ओ भाइ पनि छन् ऊ हाम्रो मेन मेकअप आर्टिस्ट है हो गाइस होइन दामी मेकअप गर्नुहुन्छ ऊ भाइ चाहिँ भाइ भइहाल्यो अनि म चाहिँ यहाँ बस्ने अगाडि बस्न खोजेको है सम्धि छोड्नुहुन्न के हो सम्धि अनि ठिक छ निहरू ठाडो भन्नुभयो हो कि ठाडो तपाईँ त ठाडै मात्रै हुन्छ कि सम्धि सिट चाहिँ ठाडो भयो कस्तो दामी बनाएछ गाडी त ल गाइस अब पुरा धोको अनि आज 9 बजेको के गर्ने शङ्कर पाण्डे सखाएर भन्ने क्या शङ्कर पाण्डे कुरा ल गाइस अब चाहिँ बाई बाई भन्दै अब सहरलाईतिर अब अरू भिडियो चाहिँ सहरलाईतिर त्यो खिच्दै गरौँला गाइस बाटो के कस्तो पर्छ बाटोको पनि हुन्छ गाइस चाहिँ किन नला होला कि हाम्रो अमृतले हजुर खोक्न थालेछ गाइस यो चाहिँ कुन डाँडा रे यो छबिलीको डाँडा रे डाँडा पनि डाँडै छ यार गाइस यहाँदेखिबाट गएर फेरि त्यहीँ ऊ त्यहाँ तल पुग्नु सिधै यो बाटो सेट बनाइदिएको होइन के हुन्थ्यो होला गाइस यत्रो घुम्नु पर्थेन होला कोही हाम्रो गाइजहरू चाहिँ उतातिर छन् पछाडि बसिरहन् कोही निदाए होलान् अहिले खाजा चाहिँ टन्न खाइहाल्यो अब चाहिँ सुते नै हुन्छ गाइस यहाँ बाटो बन्दैछ डाँडा त डाँडै रहेछ गाइस गुरु यो बाटो यस्तो बाटो हिँड्दाखेरि यार डर लाग्दैन भने के ड्राइभर मान्छे भएर डर आउँछ मेरो त खुट्टै थुतुरु कामिसक्यो यार गाइस यार उताबाट गाडी आइरहेको छ यता सानो बाटो छ यार गाइस गुरुलाई मान्नै पर्छ पहिरोले चाहिँ यहाँसम्म चाहिँ हानेछ गाइस गाइजहरू ठिक छ नि गाइस के छ ल भएको त्यही एउटा सम्हालेर राख्नुपर्छ गाइस काका के निन्द्रा लाग्यो ए हो र ठिक छ होइन त्यो सिमेन्ट घोल्ने भाँडो हो क्या दिदी लगेर त्यस्तो मनी पनि यार यहाँबाट त के हो कि नै त्यो गाडी त त्यहाँ अड्केछ एउटा बाइक र गाडी नकुद्दो रहेछ अनि बाटो त आम्मा त्यहाँ बसेर काम त डेन्जरै गरेको गाइजहरूले हामी के हेटौडाबाट एकचोटि आख्यौँ उरामा के अरे हाम्रो स्वस्तिमा वर्षा म 3 जना 2 घन्टामा पुगिसक्यो थियो काठमाडौँ र तपाईँ अनि केमा हेटौडाबाट कारमा के ए स्वस्तिमा के अरे हाम्रो वर्षाको यतापट्टि हेरौँ कस्तो भिड यार अन्त गाइस यहाँबाट खस्यो भने त के भेट्दैन होला ए हर नमार्न यार ल ए यो गाई चाहिँ ल के गर म त
अर्को बाटो यो तराईको मान्छे भएर होला यो भाइ दङ पर्छ यार यस्तो ठाउँ देखेर हो के हो आलेलाई यो अब उहाँ पहाडको ऊ पनि नदेखिने ठाउँमा बस्या मान्छे यो त पहाड डाँडा पहाड देखेर त यो भाइ त हेर्नु भने कस्तो के होपलेसै हुने रहेछ यार ती तल काम गर्थ्यो माथि एउटा ढुङ्गा मात्रै खस्यो भने तिनीहरूको हालत के होला कस्तो रिक्समा काम गरेको ओ माई गॉड यो पानी ओ शिट पुरा त्यो के रे ओ मरुभूमि जस्तो ठाउँमा बसेको जन्मिएको मान्छे यो पहाड यो दिदी कति बोल्यो यार कति कोही पाएन छ गाई चाहिँ यार मैले नि यार हिमालहरू तराई यस्तो पुरा हैन पुरा अनि के त यस्तो राम्रो यस्तो न यस्तो राम्रो जङ्गल देखेर यो भाइ त पागल हुन थालिसक्यो यो दिदीलाई यार गाई चाहिँ यार म के गर्नु यो गुरुलाई पनि यार मूर्ति यस्तो ठिम्म भयो त के हो गुरु बाटो देखेर टाउ देखेर ए बाटो देखेर ल ठिक छ गुरु ठिक छ बिस्तारै जाऊ तर राम्रैसँग जाऊ है कति लामो बनाएको यार 15 मिनटको तपाईँले हेर्ने नि अरू कसले हेर्छ र यो दिदी यार कति कराएको यार भएको एउटा दिमाग पनि बोली चाटेर दिमागै चढिसक्यो यार यो दिदी यार कति बोले यार आले भनेको कति दिमाग यो दिदीलाई कसले बता चाया परेको थिएन अहिलेसम्म यो दिदी कराई कसम यार चाया परिसक्यो यार सुटाले यार ए पर्व यार म सकिनँ यार यो दिदीसँग यार 6 घन्टाको बाटो यो दिदीसँग चाहिँ कसरी बिताउने होला भनेर के फेरि यो सम्झी बोल्यो कि यार गाई चाहिँ यार हेर्नु यार हाम्रो बस रे माइक्रो हो के कहाँनिर हो त यार माइक्रो अगाडि गइसक्यो हो र हाम्रो अनि ऊ त्यो के हो ए हो यार अड्के छ है अब हाम्रो गाडी नि अड्किने हो कि यार खेल्नु पर्छ ए तपाईँ हुँदा मलाई त के खा र मैले खेल्ने तिमी हेर्ने अनि ल दिदी हो के काम भयो त भाइलाई त झन् बस भाइ भन्ने माया गर्ने हो नि त धेरै कमजोर छ दिदी स्ट्रङ छु दिदीले खेलिहाल्छ अनि दिदी यस्तो स्ट्रङ के काम भयो त हो दिदी भाइ चाहिँ लास्टै उ भयो रे कमजोर छ अनि हिजो भर्खर बिरामी भएर चाहिँ ज्वरोबाट पिउजेर आएको कोही पनि हैन सबैजना बागमती पुल म पनि धरेर हिँड्ने ए गुरुले पनि जोस आयो गुरु अनि गाडी ताले लान्छ सबैजनालाई बाटो छैन तर यो त रस्वाको अवस्था त यहाँ पुल यार है है सम्झे गाडी गयो खै माथि नि झल्नु पुल रहेछ क्या यस्तो बाटोमा ल्याउनु भनेको त हाम्रो राजु भाइ खतरा अनि पानी यस्तोहरूमा चाहिँ बुलेरो के अरे के भन्छ त्यो जीपहरू हिँड्ने बाटो हो क्या यो खास बोलेरो बोलेरो अब ठ्याक्कै धरेर हिँड्ने गर्नु है माथिबाट हिँड यहाँबाट माथिबाट अलि भिडियो बनाइराखेको के रमाइलो भइरहेको अनि ल गाडी ल फसेको गाडी अब चाहिँ भगवान्लाई रेडी हुनुपर्छ गाइज
ल हेर कहाँ यो त होइन त हाम्रो सुटिङको गाडी अगाडि गइसक्यो ए अगाडि गइसकेको झरम सेट झरम ल सरी ल झर्नु ल ए सम्झिले झारेर छोडे यार लगाए झरमै धुलो ओ त्यो प्यार देखाउनु पऱ्यो प्यार ल सम्झे बिस्तारै आउँदै गर्नु है ए बाटो त हेटौडाको बाटो चाहिँ ठिकै हो कि तर कहीँ कहीँ चाहिँ बिचबिचमा चाहिँ खत्तम बाटो क्या यार हेर नि ल हेर बाटो अब यहाँ यो बाटो यस्तो खत्तम छ कसलाई के भन्नु गाइज दुःख लाग्छ यार गाइजहरू बाइक आउनु बाइक हिँड्न पनि गाह्रै छ यार धन्न हाम्रो गाडी चाहिँ कहाँबाट चाहिँ राम्रोसँग चाहिँ ल्यायो यार गाइजहरू चाहिँ यसो अगाडि बढ्दै गरौँ न गाइज ल ल ल ल बाई 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 ल के हाम्रो गाडी पनि यस्तो हुनुपर्ने के गाइजहरू हेलो गाइज गुड मर्निङ हामी यति बेला टक्क सरलाई गाइज बिहान बिहान त कस्तो घाम यार अनि लास्टै गर्मी हुँदो रहेछ गाइज यहाँ चाहिँ यो चाहिँ हाम्रो क्यामेराको गाडी गाइज एउटा उमा लाइटको त्यहाँ छ भने हाम्रो यहाँ क्यामेरा चाहिँ यसरी फिट गरिराख्नु भएको छ गाइज गर्मी काठमाडौँमा यति बेला जाडो हुन्छ बाक्लो खालको चाहिँ ल फाइनली गाइज यो सुगालाई मैले काँधमा राख्न सकेको थिएन है एकदम दाइले राखिदिनु भयो ए टोक्छ कि अनि के हो जाउँ माथि फाइनली गाइज प्यारो लाइट ओभर एक्सपोज भयो यार अलि सर यार तपाईँ यार ठिक छ हामी यता सरलाईतिर आएको थियौँ सुटिङमा तपाईँ पनि बाहिर आउनु न ए यो सुगाले के चस्मा लाउनु खोज्छ के दादा यो देख्नु सक्नुहुन्छ तपाईँहरू सुटिङको यो बसहरू मगा त यो यहाँ सरलाईमा यो सुगाले चाहिँ होइन चस्मा लगाउन खोजिरहेको हो के हो ल ल ल लगाउँछ हौ ल ल ल कहाँ लगाउँछ हौ कस्तो आएको भिडियो राम्रो अनि हामी अब सरलाई आएको दुई दिन 3 दिन जति भयो गाइज आज यो गाउँमा अरे सर र गाउँमा चाहिँ यो यहाँको लोकल सुगासँग चाहिँ बच्चाहरूले पनि रमाइलो गरिरहेका छन् गाइज हामी यता बाटोतिर आउनु बाटोतिर ओ गाइज ओ गाइजहरू आऊ गाइज विशेष काम कराई ओ सेट चस्मा भाती भयो क्या ल अब म लगाएँ गाइज अब म लाग्दा हुने हो गाइज ओके ल गाइज के छ धेरै नगर गाइज सुगाले मेरो कान खान्छ गाइज न त टोक्दैन ए रिसेस लग्यो चारो ओ ओके 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 कुल बाबु ल गाइजहरूले अब चाहिँ हल्ला गर्दैनन् हल्ला नगरेपछि सुगाले शान्तसँग बस्छ गाइज यो भन्दा मेरो 2 शब्द चाहिँ यहीँ टुङ्गाउँछु गाइज बाई बाई यो के ना हेर्नु यसको आँखा हेर्नु न के टाइपको टाइपको छ यार भाइ
यसलाई लगाइदियो कि यो यस्तै हो हेर्नु न त्यो मेकअप गरे जस्तो छ कि त्यसको आँखा हेर्नु न सेम तपाईँको आँखा र त्यसको आँखा एउटै छ कि साग चाहिँ होला बरु गेडा यत्रो होला गेडा पनि हुनसक्छ त्यसले साग बनाएको तपाईँलाई यस्तो जाडो भइरहेछ है मान्छे अहिले सर हुनु परिहाल्यो नि जाडो यतिको त गर्मीले चाहिँ एउटा टी सर्ट लाएर मात्रै हिँडेको छ गाइजहरू चाहिँ कता पुग्यो क्या अहिलेसम्म गाडीमा हो बाहिर निस्क्यो होइन गाडी त रोक्नै नहुने रहेछ अरे त बेलगाडी अरे गाइड हामी यहाँ त गाइड हामी सर्लाहीको लालबन्दीमा गाइड गाडी हटाइदिउँ गाइड अब नाइटको सिन रे गाडी अगाडि सार्दै नाइट अब कति बजीसम्म हुने थाहा छैन यार गाइड सामान यहीँ छ यार तनाव लाग्छ यार नाइट सिन भयो भने नि अरे मर्दो सुटिङ हेरी छ अरे